अहिले चाहिँ म निस्किसक्यो होइन अनि आज चाहिँ भन्नु म यता थैबातिर थैबा भन्दा पनि गोदावरी माथितिर गइरह हो अझ खतरासम्म गइरह होइन अहिले चाहिँ घरको गल्लीमा हो भर्खर निस्का हो अहिले टाइम पनि त्यस्तै होइन 9-10 बज्नु लाग्यो 5 मिनट बाँकी छ यो ट्यागल धारा है ट्यागल धारा हो होइन अहिले चाहिँ अब इन्जोय बोलाउँछु होइन इन्जोय पनि गरिराख्यो इन्जोय हुँदैछ दाइ हजुर हो मैले त्यो थाइबाको गरेको थिएँ नि थाइबा बसेको दाइ यो चाहिँ मसँग घाट हो मसँग घाट चाहिँ यही हो होइन सबैलाई भयो भने सेयर गरिदिनु होला है यताबाट भयो भने हामी मायाबलडाँडा जानु खोजेको हो सबैलाई भयो त्यो सेयर गरिदिनु होला यही हो मसँग घाट चाहिँ यताबाट भयो भने उता जानु खोजिरहेको छु होइन मायाबलडाँडा सबै सपोर्ट गरिदिनु होला भर्खरै लाइभ आएको हो अब बिस्तारै सुरु हुन्छ हाम्रो सबले है लाइभ भयो भने सेयर गरिदिनु होला है मसँग घाट आएछ सुताउन भन्नुभएको छ होइन अब सुत्नु त अब हेर्नै पर्छ भयो पार्टीहरू रहेछ होइन त्यही मलामीहरू बस्ने पार्टीहरू होला यो त रुख छ मलामीहरू बस्ने ठाउँ हो यो यता पुल छ यता रुख छ मसँग घाट हो यो होइन बत्ती त्यही हुने रहेछ यता पुल भयो खोला भयो यता होइन सबले सेयर चाहिँ गरिदिनु होला है लाइभहरू जस लाइट भएर त्यस्तो उतै लागेन होइन मसँग घाट त्यही हो यो दुईवटा मसँग घाट पनि कस्तो खालको हो यता त अचम्म खालको मसँग घाट रहेछ कस्तो खालको मसँग घाट फर्स्ट टाइम है अहिलेसम्म भनौँ न 10-20वटा मसँग घाट गइसक्यो यस्तो मसँग घाट थरीको क्या यो कस्तो खालको मसँग घाट हो खै त्यसमा के भन्नुभयो सुताउन बोरे त त्यस्तो त गर्नु भएन हौ गेट भयो त्यही मान्छेहरू जलाउने त्यो उ रहेछ जलाएर उठाउने यता खोलाहरू भयो यता पनि खोलाहरू भयो आउनेछु सबै ठाउँको मसँग घाट बिस्तारै आउनेछु हामी यस्तो हो भेट्नु भयो भने सोध्नुहुन्छ किन आएको यस्तो ठाउँमा के भएको हो भनेर सोध्नु चाहिँ हुन्छ यो मसँग घाट हो मसँग घाट यो मसँग घाट हो यो हेर्नु हो मसँग घाटमा हो यता पुल छ खोला छ मसँग घाटमा हो यो चाहिँ दौतार हो कि के को मसँग घाट रहेछ यता गोदावरी साइडतिर यो बाल्टिन चाहिँ किन यसरी राख्छ थाहा छैन है यो बाल्टिन चाहिँ किन राखेको यसरी मसँग घाट भयो
यो बाल्टिन चाहिँ यसै झिन्दा राखेको छ किन हो हल्लिरहेको छ बाल्टिन किन राख्यो हो यो बाल्टिन यसै के छ बाल्टिनमा चाहिँ यो बाल्टिनमा चाहिँ के छ यसै झिन्दा राखेको छ त्यस्तो झ्यापस्यापमा चाहिँ होइन पानी त यस्तै छ्याप्दैन हो औँकुसी जस्तो उसमा झिन्दा छ कि यतापट्टि रुख छ यतापट्टि फेरि मासु चाहिँ आज किन्नु पाएन सबै त्यहाँ पनि गर्दिनँ होला है यो चाहिँ ऊ बस्ने घर हो हामीसँग चाहिँ त दिदी आउनुभएको छ एकछिन मलाई बस्ने घर हो कस्तो यता त कोही बस्दैन जस्तो छ है धुलो क्या कति वर्ष पुरानो धुलो जस्तो क्या यो पुरै धुलो रहेछ कोही नबस्ने टाइपको रहेछ यो मसँग घाट युज हुँदैन जस्तो छ यस्तो पो छ घाँसहरू छ त्यहाँ सो सबैलाई भइसकेको गर्दिनँ है बिस्तारै भयो भने हामी उता जानु लागेको हो मार्बल डाँडा गोरो मार्बल डाँडा जाने भनेको आज सो भयो भने चाहिँ मार्बल डाँडा जाने भनेको सबैलाई भयो भने सेयर गरिदिनु होला है हन्टेड हाउसको लोकेसन थाहा छैन हामी हन्टेड हाउस पनि जान्थ्यौँ न त ठ्याक्कै लोकेसनहरू थाहा छैन क्या हन्टेड हाउसको समाचार त सबै दिदीहरूलाई गिफ्ट दिदीहरूलाई पनि सानो समाचार है उहाँहरूलाई पनि सपोर्ट गरिदिनु होला त्यहाँ पनि गरिदिनु होला यता माथि चाहिँ के छ यता पनि मसँग घाट छ कि क्या हो मसँग घाट यही भयो यता यस्तो छ सबैलाई भयो सेयरहरू पनि गरिदिनु होला है अहिले चाहिँ म थाइबा आइपुगेँ होइन थाइबाको यो ठ्याक्क सुपर बोट भइहाल्यो थाइबा निलो हो होइन अब यता भित्र जान्छु क्या थाइबा चोक है यो त्यो टाइममा त अब के भन्छ अब त्यो तोरीबारी हुन्छ नि निवारहरू हुन्छ नि यहीँ हो तोरीबारी हुन्छ नि त्यो निवारहरू चाहिँ तोरीबारी भाल्थ्यो क्या त्यो टाइममा पहिला अब चाहिँ हामी डेन्जरस घाट जाँदैछौँ फाइनली घाट आइपुग्यो है भने छ दाइले पनि हो के भनिदिनु न एकचोटि तपाईँलाई बस्नु मन छ कि तपाईँकै चिया हो तपाईँ कहाँ बस्ने हो तपाईँ म यहाँ बस्छु हजुर कुन हो घाट भन्नु त घाट चाहिँ यो तल यही हो अरे डेन्जरस घाट लाइट देऊ त तपाईँलाई चाहिँ आउँला नि मेन आउने उ त्यो ढलमा हो बेबी घर पुऱ्याइदेऊ न भनेर मेन आउने उ त्यो ढलमा हो हामी दुईजना हुन्छ तपाईँ एकजना हुन्छ मलाई साथी आउन सक्छ आयो भने म चिचाले हेर्छु ल हामी त दुईजना हुन्छ तपाईँ एकजना हुन्छ कसम तपाईँलाई चाहिँ आउँछ क्या कि आउनु हामीसँगै यस्तो रहेछ है पार्टी रहेछ यता चाहिँ मान्छे सिद्ध रहेछ हौ यता नि घाटै कस्तो खालको रहेछ खै त कुन कुरा जानु भनेको यही हो खै खोला भन्नाले त त्यो अस्तिको छैन घाटै यही रहेछ मान्छे जलाउँथे यसमा रहेछ मान्छे जलाउने यही हो सबले है सपोर्ट गरिदिनु होला
लेखे आनी रहेछ के लेखेको पढौँ है त भाषा चाहिँ बुझ्दैन है पढ्नु आउँदैन मलाई खोला भयो मान्छे जलाइदैन है फ्याँक्दो रहेछ सबै सपोर्टै गरिदिनु होला किचकौली आउने ठाउँ त यही हो अरे यता हेर्नु त दाइ कि यो घाटै घाट हो यो खोलै खोला ए अघिको ठाउँ होइन हौ यो अर्कै ठाउँ हो कहाँ अघिको ठाउँ हुनु यो अर्कै हो अनि अरू अब यताबाट पनि गयो भने खतरा ठाउँ छ अरे के भन्छ खै यो बाटो गयो भने किचकन्दी लखा छ अरे भन्छ त्यतातिर आउनु नि तीनजना छैन एकजना डराइ माथि बसिरहेको छ त्यतै दुईजना मात्रै हो तान कसलाई हजुर माथि तान भने कसलाई तान भन्नु के गेसमा तान भने हो दाइ सचिन श्रेष्ठ तान नि तिम्रोबाट बत्तीको चार्जै सकिँदो रहेछ क्या खै डराइ बसिरहेको छ माथि यो खोला पारीबाट जानुपर्ने होला फेरि हामी कहाँ निस्किने हो त्यतै कहाँ निस्किने हो अब हामी यताबाट पारी जानुपर्ने हो ओ दोस यता हो कि यताबाट यताबाट हो कि त्यहाँ बाटो छैन भने हौ यता हो कि त्यहाँबाट जानु सक्दैन म फेरि खोला पारी आइसक्यो बौलाएर अब खोला तर्नु सक्छ कि सक्दैन यति लामो छ भिजिटानी जुत्ता उताबाट कुवाई गइदिउँ सिधै यताबाट जानु गाह्रो हुँदो रहेछ उताबाट कुवाई गइदिउँ सिधै त्यही कुवाबाटै गयो भने त्यही कुवामा भनेको क्या त्यताहरूले गइदिउँ यस्तो गर्छु दाइ हामी त्यहाँबाट सिधै कुवाई गइदिन्छु त्यो ढलै त्यहाँबाटै ढलै गइदिन्छु कि तपाईँ यतै बस्यो नि त्यहाँ नबस्ने किन त्यो ढलसम्म चाहिँ म पुऱ्याइदिन्छु त्यहाँबाट सेतबारी पुग्छ त्यो ढल चाहिँ लिन्छ नबस्ने त्यहाँ नबस्ने किन नबस्ने भन्छ जाउँ नि त हजुर यो ढल पुऱ्याइदिन्छु म होइन त्यहाँबाट सिधै त्यो सेतबारीको
घाट निस्किन्छ भने त्यहाँबाट अन्त सेटबारे घाट निस्किन्छ त्यहीँ जाऊ भनेर त्यहीँ जाउँ भनेर सेटबारे घाट निस्किन्छ ल कमेन्टमा त्यही भन्नु कहाँ यो पुग्छ भन्नु त हामी सेतबारेको ठ्याक्कै त्यो घाट छैन त्यहाँ पुग्छ यता अर्को घाट आउँछ हो त्यो सेतबारेको घाट छैन तिमीस्ती गएको त्यो घाट पुग्छ ठ्याक्कै खोला जानुपर्ने अहिले हामी खोला यो ढलै ढल्दो ढलमा त राइट लेफ्ट भयो कहीँ नलियो होइन यो ढलै ढल्दो चुरोट छ तपाईँ त्यो दाइ चाहिँ डराइरहनु गयो होइन कतै किचकाउदिनै आउने ठाउँ हो यो चाहिँ सपोर्टहरू पनि गरिदिनु होला सपोर्टै गरिदिनु है यो घाटमा यताको बारेमा भन्ने मान्छे चाहियो क्या यता चाहिँ के भएको थियो त्यस्तो मान्छे नहेर्ने खासमा किचगन्दी आउँछ अरे हौ किचगन्दी आयो भने पछि लाग्छ अरे लगाएको अरे पछि नै लाग्छ अरे क्या त्यो अघि भर्खर भने सुनेन पहिला बाटो पनि त्यस्तै रहेछ बाटो चाहिँ दिन्छ लाइटले नि त साथै दिँदैन जस्तो छ सबले सपोर्टै गरिदिनु होला है यो के स्कुल हो यो अगाडि पछाडि त केही छैन होइन सबले सपोर्टै गरिदिनु होला है स्कुल जस्तै छ यो सबले सपोर्टै गरिदिनु होला खै छिटो हिँडेको यो घाटको यो बाटोमा चाहिँ किचकन्दी आउँछ अरे भनेको थियो है स्कुल रहेछ यो के मान्छे बोलाएछ साउन्ड केटी बोलाएछ साउन्ड कुकुरहरू पनि भुगिरहेको छ है उतै फौजी चाहिँ त्यहाँ पुगिसक्यो म चाहिँ यो पछाडि हो पछाडि हेर्दै हिँडिरहेको छ क्या केही आउँछ कि कुकुरहरू खतरा भुग्यो अब सब सपोर्टै गरिदिनु होला है स्कुल छ होइन यो स्कुल चाहिँ फेरि खाली रहेछ अस्ति त मैले यता भन्नुमा सबले ट्याप पनि गरिदिनु होला है सपोर्ट पनि गरिदिनु होला यही ठाउँ आइपुग्यो फेरि फाइनली अस्ति त तर्साको ठाउँ यतै हो मलाई Thank you so much, Aita. Thank you so much. Sound out there also. It's all about other the pani in suki so okay.
त्यो मुनिबाट है पढाइ गरेर रहेछ यस्तो पढाइ रहेछ फलाम पनि कस्तो क्या यो त अर्कै खालको सुने चलेन त्यही त गाइजहरु चिया जाउँ भन्दा पनि त्यो पछि भेट्यो सालवानसँगै टक्क लाएर होइन ल पछि अब है दाइले चाहिँ ल पाठन आयो भने खतै है खतरा गर्नुपर्छ खतै गर्नुपर्छ थ्याङ्क यू सो मच है दाइ दाइले अब यति होइन कस्तो सिक्नु भएको छ नि दाइ अब केही छैन धेरै सपोर्ट गरिदिनु भएको छ दाइ होइन न चिया खाइ जाउँ भने 5 मिनेटपछि मेसेज गर्छु है 5 मिनेट लाग्दैन भयो मलाई जानु जानु है त अब हामी चाहिँ कहाँ जाने हो अब कहाँ जाने हो घर जाने यसो चिया खाइ जाउँ भनेको दाइले मानेन दाइ अब गिफ्ट सानो सानो हुँदैन मन ठुलो हिँड्नुपर्छ अरे यो चाहिँ हो है गिफ्ट चाहिँ सानो ठुलो हुँदैन सो हामी चाहिँ अहिले लङ खेल आइसक्यो होइन यो चाहिँ लङ खेल हो सबले सपोर्ट गरिदिनु होला है अहिले त हामी लङ खेल आइसक्यो सो आज चाहिँ कस्तो भयो भने होइन आज चाहिँ मलाई डर भनेको त्यही किचकन्डी आउँछ भन्ने ठाउँमा त हल्का डर लागेको थियो तर डर भन्नाले त्यहाँ चाहिँ अलि भनौँ आजको भिडियो अलि रमाइलो भनेको त्यहीँ भएको हो ठुक्क यार यो ललितपुर के भएको यार ललितपुर बस्नु छोडिदिनु पर्यो यार मेरो बहिनी भन्नेहरू लेख्नुहोस् बिहान भइसक्यो अरे हो र मैले सम्झिरहेको यार बिहान भइसक्यो बिहा अनि के गर्नु पार्टनर हस्पिटल जाने हो त बिएफ चाहियो रे यो बिएफ चाहियो भनेको गेस्टमा आउनु पर्यो यस्तो छ त आज त सफा गर्दै आएछ लङ खेल अब बिहा त लास्ट फोर हुन्थ्यो आज त्यो सफा आएछ लाइट चाहिँ खतरा हुन्छ है अब चाहिँ हामी घर पुग्नु लाग्यो है आजको भ्लग चाहिँ होइन यो भ्लग चाहिँ आजको लाइफ चाहिँ यस्तै भयो यो सबैजनाले होइन युट्युबमा पनि सब्सक्राइबहरू गरिदिनु होला है सपोर्टहरू गरिदिनु होला सबले भिडियो हेरेर होइन लाइक कमेन्ट सेयरहरू गरिदिनु होला अहिले चाहिँ हामी यो पाटनको सुन्धारा आइसक्यो पाटनको सुन्धारा आइसक्यो पाटन सुन्धारा हो यो चाहिँ भनौँ सुन्धारा हो है यता चाहिँ कुकुरहरू खतरा छ ए अस्ति एउटा दाइले पठाउनु भएको थियो तर लाइटै चलेन त्यो दाइले लाइट अनि घडी अनि खानेकुरा अनि मलाई हल्का भनौँ म 2000 जति पैसा पनि दिनुभएको थियो तर लाइटै चलेन त्यो दाइले पठाइदिनु त भएको हो लाइट राम्रो खालको पठाइदिनु भएछ तर लाइटै चलेन पहिला त अब दुईजनाका आधी आधी घर बाटोमा पर्ने किनकि अब दुईजनालाई सजिलो होस् भने आधी आधी बाटो पर्ने बाटो हिँडिरह अन्त मेरो घर छिटो आउँथ्यो यताबाट नै अनि आधी आधी बाटो होस् भनेर म नि यताबाट आएको हो क्या सुन्धारा हो यता पनि भुट घर छ त्यो घरमा त अहिलेसम्म कसलाई पनि बस्नु दिएको छैन
सुन्दारा हो गए त्यो बेला मेन कुरा यता कुकुर बौलाउँछ क्या त्यो भएर मात्रै अहिले एकैछिन हिँड्नुपर्छ यता कुकुरहरू त लास्ट बौला टाइपको छ क्या यस्तो भुक्छ कि यो चाहिँ भुल्कर हो यो चाहिँ ख्याक घर हो क्या अहिलेसम्म मान्छे बसेर देखाएको छैन यो घरमा यो सुन्दाराको पर्छ होइन सुन्दारा हो यो ए हुन्छ है त अर्जुन गुरुङ भन्ने दाइले एकजना भाइ आउँदैछ म पठाउँछु भन्नुभएको छ है हुन्छ है त दाइ अस्ति एकजना दाइले पठाउनु भएको थियो तर त्यो दाइले पठाउनु भएको लाइट म देखाउँछु है त रुम पुग्यो भने चलेन क्या अनै हुँदैन त लाइट चाहिँ राम्रो खालको पठाइदिनु भयो अनै नहुने रहेछ क्या भर्खर बसन्तपुरमा नि छ भुतघर भन्नुभएको छ होइन त बस्नै दिँदैन नि त त्योभित्र जानै दिँदैन अनि अन्त गइदिन्थ्यो मेन कुरा जानै दिँदैन क्या बाहिर फुल चार्ज गरेर पठाउनु पर्छ अरे त्यही हो फर्स्टमा चेक गरेर पठाउनु भए राम्रो हुन्थ्यो क्या बल्छ कि बल्दैन भनेर त्यो दाइले अब चेक गर्नु भएको थियो कि थिएन थाहा भएन तर अस्ति मलाई घरमा आएर दिँदै भएको हो त्यो दाइले तर घरमा गएर हेर्दा चाहिँ मैले फर्स्टमा भनौँ म एक दिनभरि 24 घन्टा नै चार्ज राखेँ तर अनै भएन यताउति त्यो ब्याट्रीहरू खोलेर पनि हेरेँ अन्तै भएन अब एउटा लाइट छ तर त्यो लाइट कतिखेर बिग्रिन्छ थाहा हुँदैन हेर